दर्शक महानुभावहरु माउरीको जुधाइ हेर्नुस् है कस्तो मजासँग जुत्छ माउरीलाई लडाई खेलाइरहेको छु मैले कस्तो मजासँग लडाई गर्छ भने यिनीहरूलाई खाना भन्दा नि लडाई चाहिँ गर्न मजा आउँछ यहाँ मैले प्लेटमा अलिकति मह हालेर राखिदिएको सबै 5-6वटा घरबाट एकैचोटि आएर अनि कुस्ती चाहिँ राम्रै हान्दैछ यस्तो पलमान माउरी छ के गर्ने अब कुस्ती नखेल भन्दा नि नमान्ने ओए छुट्टी तिमीहरू कुस्ती खेल्छस् भाग यो चाहिँ अलि जिरे पाराको रिसा रहेछ यो कति बोल्या त कति भ्यागु त हारा चाहिँ क्या टुवार अलि बडी नै नि उखत्दैछ यो ओइ भाग तेरो कस्तो कडा रिस तेरो ओइ छुट्टी नै हौ मारेरै छोडे एउटालाई त घाइते बनाए के खानु जुत्नु पर्यो त तँलाई खा भनेर दिएको यिनीहरूलाई जुत्न दिए जस्तो पन्टङ र पुन्ठुङ ल तेरो बाजे भाग ल कहिले त जुरुक बोकेरै हिँड्छ ल अर्को अरिङालले नि दाउ छप्या छ यहाँ यो उड्या बेलामा यसो यसलाई मैले मारिदिएँ अरिङाल खान आएको अब यसलाई यही पोलेर खानुपर्छ यी 2 टुक्रा बनाइदिएँ अरिङाललाई अब त्यसलाई पोलेर खाने हो आधा यता पुग्यो यत्रो यहाँ उडेको दाउ छोपेर ऊ पनि यसरी अब आएर भोट कुस्ती खेले बेलामा दाउ छोपेको यसले अब ठिकै छ मलाई ल यो चाकबाट नि यो आधा टुक्रा भएको नि यसले पनि मलाई टोक्न खोज्छ त सुई यत्रो निकालेर टोक्नलाई अलग र उल्लु गर्दैछ सुई निकाल्दैछ अब यसलाई मैले पोलेर जाँडलाई शीतन बनाउनु पर्छ के बोले भाइ अब के बोले यहाँ कुस्ती खेल्दैछन् यसो सानी तल जाऊ यसले पनि यहाँ दाउ छोप्दैछ सानी तल जाऊ अब उनीहरू त जुध्यो यहाँ मेरो सानीले पनि दाउ छोप्दैछ तिमी तल जाऊ टोक्छ तिमीलाई जाऊ तल जाऊ ल यो भनेको माने गयो खुन्टुङ अब एकछिन माउरीको जुधाइ हेरौँ त्यसपछि अनि अरिङाल पोलेर खानुपर्छ चट्ट पारेर अब यो एउटा अरिङाललाई ग्यासमा के पोल्नु ग्यास खर्च हुन्छ धेरै लाइटरले पोलेर खानु पर्ला अब बिहान 2टा पोलेर खायो अब यसो 8-10वटै आयो भने त भुटेरै खानुहुन्थ्यो भर्खर आज चाहिँ 2टा पोलेर खाइसक्यो अब यो एउटालाई पोलेर खानु बाँकी छ अनि यसो अलिअलि खाओस् भनेर अलिकति म हालिदिएको यिनीहरू त
कुस्ती खेल्छ। यस्तो सबै घरबाट खाना छ भनेपछि एकैचोटि निक्लेर आयो। अनि यताबाट पनि खाना भन्दा नि लडाइँ बढीको छ यिनीहरू। खुरुखुरु खाएर आफ्नो आफ्नो घर गयो त हुन्थ्यो नि। यसो किसान साथीहरूले नि मौरी कुस्ती हेर्नु मन लाग्यो भने यसरी प्लेटमा मह हालिदिने अलिकता, त्यसपछि अनि पलमान लडे जस्तो मजासँग मौरीको कुस्ती हेर्नुपर्छ। यहाँ पनि ड्याङ्का ड्याङ बक्सिङ हान्दैछ। अब के गर्ने, म खानु पाए जस्तो यिनीहरूलाई पनि कति ताकत आउने। झ्याम झ्याम यसरी यसरी भाग छुट्टी छुट्टी भने ओइ छुट्टिन ओइ भाग। ल यो पनि अलि रिसा पाराकै रहेछ। बन्ट्रङ र बुन्ठुङ ल बोकेरै गयो। कति बलियो रहेछ त, आफू बराबरकै ओजनकोलाई बोकेर गयो। अनि यहाँ चाहिँ एउटा चाहिँ मेरो त खुट्टै भाँच्यो। अब के गर्ने होला भनेर यहाँ डल्लो परेर बसेको छ। त्यसलाई कसले बल देखायो भने तेर ल यसको एउटा खुट्टा भाँचिएछ। यसको त झन् थलै परेछ है। उठै उठ। अर्को चाहिँ भागभरि भाग। अब मैले नसक्ने भयो भनेर भाग्दै छ। एउटा खुट्टा काँधमा हालेर कुद्दैछ फेरि। अब उड्नु नसक्ने भइहाल्यो घाइते। यही बेलामा यो कमिलाले नि यसो एउटा बोकिहाल्नु पायो भनेर दबाई रहेछ। अर्को चाहिँ फेरि यता अर्कोलाई बोकेर गएको थियो, ऊ आफै घाइते भएर। यसका बाजे अनि मजासँग खाए त दिइरहनु मन लाग्थ्यो नि। पन्टङ कमिलालाई खेद्दैछ अहिले त। कहिलेकाहीँ त बल निकाल्छ यिनीहरूले नि। अनि यसो घाइते साइते भेट्यो भने चाहिँ कमिलाले पनि फेरि के कम आफूभन्दा 10 गुणा ठुलो हुन्छ होला, त्यो पनि उचालेर टाउकामा राखेर हिँड्छ। कति गोडो दसैँ चाहिँ घाइते भएछन्। अब यसले चाहिँ प्राण त्याग गरिसके जस्तो छ। यस्तो ल म चाहिँ अब लड्न नसक्ने भई म चाहिँ हारेँ भनेर यसले आत्मसमर्पण गरिसक्यो। अब यसरी गटङ टङटङ कुदिया छ। यो कुन चाहिँ घरबाट बढी निस्केर आइरहेको रहेछ हेर्नु पर्यो। न यता घरमा पनि कुद्दैछ कि यहाँ पनि मजासँग कुदाइ हुँदैछ। अब कोही कोही त यसको पनि गयो होला। यो बडी चाहिँ यसको यो घरको गएको रहेछ। अनि यिनीहरू अलि यो घरको अलिक बलवान छ। मलाई पनि अलि बढी टोक्ने यही घरको हो। यो अलि बल्ले बल्लै छ। ऊ त्यो मुडे घरको चाहिँ आनन्दै छ, त्यस्तो आफ्नै सुरमा छ। यो अलि डेन्जर पाराको मौरी छ। अनि अब सबै
अब यता किसान साथीहरूले पनि यसो रमाइलो हेर्नु मन लाग्यो भने मौरी जिताइदिने। यहाँ के छ हालखबर? यहाँको पनि सलबल आउँदैछ। अनि सबैका हातले थाहा पाइसक्यो। उतापट्टिको पनि खोज्दैछन्। दौडादौडी हुँदैछ। अब खानु भेट्यो साथी हो, खाना ल्याए हुनुपर्छ भनेर पुरा चुस्ती फुर्तीका साथ कुदिहाल्ने। हामीले खान पाएन भने चाहिँ हानिहाल्नुपर्छ केटा हो भनेर नि फेरि पुरा सैनिकै लिएर आउँछ यसरी। हामीले पाएन भने चाहिँ झ्याम्का झ्याम हानिहाल्ने हो साथी हो भनेर कुदिरहन्छ। अब यस्तो मजासँग खाना दिए त खाँदै बोक्दै लाँदै राख्नु नि। यिनीहरू त ड्याङ्काड्याङ ठोक ठोक पल्लो गाउँले नि आएछ, ठोकिहाल्नुपर्छ यार भनेर मजै छ। भएभरको तागत लगाएको छ। अब कुन घरको हो? यता सहिद भइसक्यो। अब यसलाई कमिलाले बोक्छन्। अब यो मेरो त खुट्टै भाँच्यो है भनेर बाङ्गम गरेर हिँड्दैछ। यो कुन दिनमा म जुत्न गएछु व्यर्थै जुत्न आएको भनेर अहिले यो पछुताउँदैछ फेरि। अब के पोको परेर अब कोही चाहिँ धेरै नलडौँ साथी हो, लड्यो भने ज्यान जान्छ भनेर मिलेर पनि खाँदैछ फेरि। कोही चाहिँ फेरि टाउकोमै रिस बोके आएको हो नि। खाना भने पछि खाउँला, यसलाई चाहिँ मार्नु पाएँ अनि मैले मात्रै खानु पाउँछ भनेर खानासाना छोडेर जुत्नु थाले। ल किसान साथीहरू भिडियो ख्याल गर्दै लामो भइसकेछ। अब चाहिँ म यो अरियाल पोलेर खान जाँदैछु। यी दुईटा बनाइदिएर नि मेरो माउरी खानेले दुईटा बनाउँदा पनि अझै एउटा माउरी त खाएर मात्रै मर्छु भनेर निकै बल गरेर हिँड्दैछ। अब यति देखाउँदै म चाहिँ भिडियोलाई अन्त्य गरेँ। दर्शक महानुभावहरू यसो पुरानोलाई सम्मान दिएर नयाँलाई प्रोत्साहन दिनु होला। मेरो यो भर्खर नयाँ भिडियो हाल्दैछु। राम्रो लाग्यो भने सेयर कमेन्ट गरिदिनु होला। अहिलेलाई यति नै दर्शक महानुभावहरू।